वेलकम ब्याक टु माई न्यू ब्लग। सबजना सन्चै हुन्छ होला र म पनि एकदम सन्चै नै छु भन्नु पर्यो हैन। म चाहिँ धेरै पछाडी भ्लगमा आउँदैछु किन भन्दाखेरि अब मेरो इक्जाम चल्दै थियो हैन। इक्जाम चल्दै गरेको कारणले गर्दाखेरि मैले भ्लग बनाउनु पाएको थिइनँ धेरै। अनि अहिले चाहिँ हामी हाम्रो भ्यू कटेजमा जाँदैछौँ हामी हैन। भ्यू बेम्बो कटेजमा जाँदैछौँ। यो चाहिँ यो खोल्नु भएको छ हाम्रो सक्षमजीले र हाम्रो अहिले कन्सर्ट सकेर आएको छौँ। अहिले हामीले एउटा ब्यान्ड मेम्बर खोलेको छौँ। ब्यान्डको नाम चाहिँ द एकानाई ब्रदर्स रहेको छ हैन। अनि म चाहिँ म्यानेजर रहेको छु यसको लागि हैन। म्यानेजर रहेको छु र हाम्रो मेन भोकलिस्टमा रहनु भएको छ हाम्रो समर्पण र हाम्रो समर्पण हुन्छ मेन भोकलिस्ट हैन। अनि साइड भोकलिस्टमा हुनुहुन्छ हाम्रो दर्शक नमस्ते देव छेत्री हाम्रो मेन भोकलिस्ट यहाँ हुनुहुन्छ र हाम्रो गिटारिस्ट यहाँ हुनुहुन्छ। अनि हाम्रो हुनुहुन्छ अब अर्को भन्नेको काले भाइ हाम्रो ब्यान्डको एकदमै छोड्न चर्चित हुनुहुन्छ उहाँलाई हामीले अटोग्राफ लिने धेरै मान्छे देखिसकेको छौँ। उहाँ हुनुहुन्छ हाम्रो काले ब्रदर्स र अहिले हामी चाहिँ धेरै माथि आइसकेको छौँ होइन। अब हाम्रो ब्यान्डको हुनु गइरहेको मेन म्यानेजर हो हाम्रो काले भाइ होइन। हामी चाहिँ अहिले डाँडामा आएर हाम्रो साइड भोकलिस्ट गिटारिस्ट हाम्रो भुपु अब हुने केही महिना पछाडि हुने हाम्रो म्यानेजर हुनुहुन्छ। बैगुनीको मेन भोकलिस्ट हुनुहुन्छ हाम्रो देव छेत्री।
सो हामीले चाहिँ केटाहरूको रमाइलो गर्दै आउँदैछौँ होइन अहिले चाहिँ बेलुका 10 साढे 10 भइसक्यो होइन केटाहरू हाम्रो केटाहरू फेरि एकचोटि भन्छ तुम्बे 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 एकचोटि फेरि भन्ने त एकचोटि फेरि भन्ने त एकचोटि हामी जाँदैछौँ होइन लगाइ छ अहिले भेटौँ ल त्यहाँदेखि मुनि युनिट देखिँदैन त हाम्रो केटाहरू त हेर्दा हामी सो गाइस हामी जाँदैछौँ मेरो घर अनि केटाहरू जिस्किँदै 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 के भयो झन्डै भिरबाट गएर ओए 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 ल गाइस आजको भ्लग चाहिँ म यतितिर एन्ड गरिदिन्छु होइन के कस्तो लाग्यो तपाईँहरू भन्नु होला अनि जस रमाइलो भयो भनौँ मेलाहरू अनि अब नेक्स्ट भ्लगको लागि प्रतीक्षा गर्नु चाँडै नै मेरो नेक्स्ट भ्लग आउँछ बाई बाई गाइस